प्रक्रिया ल्याउनुस् भनिसकेपछि आए मात्र म मन्जुर छु भनेपछि गृह सचिव सुरक्षा संयन्त्रको बैठक बसेर गृह सचिव स्तरीय निर्णय भएर कागज प्राप्त भएर विभिन्न काठमाडौँ जिल्ला अदालत कारागार व्यवस्थापन जिल्ला प्रहरी सशस्त्रको सबैलाई यसरी चाहिँ यो पत्र पठाइसकेपछि त्यो पत्रका आधारमा म र भिड पनि थामिन सक्नुभयो र कारागारमा आग लागि पनि भयो सुरक्षाको पनि विषय थियो र म त्यसरी निस्किएको हुँ। म अझै पनि कानुनलाई सघाउने मेरो मनसाय छ रहिरहनेछ। म कुनै पनि किसिमको लोभ लालच आशा अपेक्षामा छैन। म कुनै पनि किसिमको राजनीतिक लाभ लिने बाटोमा त्यो लोभमा त्यो संवादमा त्यो छलफलमा त्यो चाहनामा त्यो इच्छामा त्यो आकांक्षामा म छैन। म यहाँहरूलाई स्पष्ट गर्न चाहन्छु। कतिपय मानिसहरूले विभिन्न ढङ्गले यसलाई अपव्याख्या गरेको सुन्यो र अहिले पनि म नेपाली सेनालाई अनुरोध गर्न चाहन्छु। त्यो कारागारमा कोही पनि छैनन्, आगो लागेको छ, सबै गइसकेका छन्। केही बेर अगाडि मैले पत्र प्राप्त गरिसकेपछि मात्रै म बस्छु यहीँ भनेर भनिरहेँ, तर असुरक्षा भयो भनेपछि त्यसो भए मलाई निर्णय ल्याउनुहोस् भनेपछि मैले यो प्राप्त गरेको हुँ। यसलाई म सार्वजनिक पनि गर्छु। यो कारागार कार्यालयले दिएको पत्र म सार्वजनिक पनि गर्छु। म फेरि पनि स्पष्ट पार्न चाहन्छु, मैले कारागारभित्रैबाट पनि आन्दोलनलाई सघाउनको निमित्त दिएको वक्तव्य पनि यहाँले हेर्नुभएको होला। जेनजीको आन्दोलनमा मेरो एकबद्धता छ, साथ छ, सहयोग समर्थन छ भनेर मैले कालकोठरीबाट पनि साथ दिएको कुरालाई पक्कै पनि साथीहरूले नोटिस गर्नुभएको छ होला। म फेरि पनि स्पष्ट पार्न चाहन्छु, मलाई ममाथि राज्यले चरम अन्याय गर्दा समेत मैले उल्टो बाटो राजनीतिक लाभ अथवा कुनै किसिमको लेनदेन राजनीतिक लेनदेन गर्ने बाटो कहिले पनि रोजिन। म कानुनलाई सघाउनको निमित्त कुन अवस्थामा बसे अहिले पनि म स्वस्थ पनि छैन। म औषधि पनि सेवन गरिएको छ। अहिले मेरो भिटामिन डी कमी भएको हुनाले म निरन्तर औषधिमा पनि छु। मेरो शरीर हेर्न चाहने मान्छेले थाहा हुन्छ कि सरकारले मलाई कसरी काल कोठरीमा थुनेर राखेको थियो भन्ने कुरा यहाँहरूले थाहा पाउनु भएको पनि छ होला। त्यसकारणले म फेरि पनि स्पष्ट गर्न चाहन्छु, म प्रक्रियालाई सघाउनको निमित्त तयार छु र म अहिले पनि सुरक्षा संयन्त्रलाई बताउन चाहन्छु, म खबर गर्छु तपाईँहरूलाई। मलाई एक्लैलाई कारागारमा लगेर राख्नुहुन्छ भने पनि म तयार छु, नेपाली सेनाले लैजान्छ भने पनि तयार छु। र अहिलेको यो कारागारभित्रबाट त जेनजीको यो आन्दोलनलाई एकैबद्धता जनाएको मैले र एकैबद्धता जनाउन साथीहरूलाई अनुरोध गरेको मैले र सम्पूर्ण साथीहरूलाई सांसद पदबाट तत्काल राजीनामा दिन निर्देशन गरेको मैले कुनै राजनीतिक लाभ लिने आशा अपेक्षा गरेको छु भनेर कसैले एक मिनेट सोचेको छ भने पनि मेरो लागि त्यो अन्याय हुनेछ। आम नागरिकका नाताले म यो देशलाई र विशेष गरेर अहिले आन्दोलनरत समूहलाई सानोभन्दा सानो कुनै पनि साथ सहयोग चाहिन्छ भने त्यसका लागि तयार छु र कानुनको घेराभन्दा कानुनको सीमाभन्दा म बाहिर जान पनि चाहन्न, मैले जान चाहेको पनि होइन र म फेरि पनि सघाउन तयार रहेको कुरा जानकारी गराउन चाहन्छु। यो सँगसँगै देशमा अमन चयन कायम हुनु अत्यन्त जरुरी छ। म सम्पूर्णलाई अनुरोध गर्न चाहन्छु, देशका संरचनाहरू जोगाउन जरुरी छ, किनभने अब देशमा हामीले पुनर्निर्माण गर्नुपर्नेछ। जनताको शासन ल्याउनका लागि हामीले जे गर्यौं अहिले यो आन्दोलनले विशेष गरेर जेनजीले जे जस्तो गर्यो यो र विशेष गरेर शहीदहरूको यो बलिदानीलाई हामीले खेर जान नदिनको लागि पनि अब हामीले सम्हालिनु पर्नेछ। हामीले अब तोडफोड भन्दा पनि संयमित भएर अगाडि बढाउनु पर्नेछ। देश जनताको हातमा आएको छ। देशका लुटेराहरूलाई जनताले सजाय दिइसकेका छन् र थप कानुनी सजाय दिनको निमित्त पनि म अग्रपंक्तिमा रहनेछु र अहिले नागरिक सरकारको अपेक्षा गरेर कारागारभित्रैबाट मैले नागरिक सरकार बनाउनु पर्छ भनेर भनेको कुरा पनि यहाँहरूलाई ताजा छँदैछ। म कुनै पनि यो आन्दोलनमा रहेका साथीहरूलाई एक आम सर्वसाधारण नागरिकका तहले कुनै राजनीतिक लाभको आशा अपेक्षा गरेर होइन, कहाँ कसरी कसलाई साथ सहयोग र समर्थन गर्नुपर्छ र सघाउनुपर्छ र एउटा सचेत नागरिकका हिसाबले र एउटा सचेत एउटा राजनीतिक कर्मीका हिसाबले मैले गर्नुपर्ने साथ सहयोग हमेशा गर्न तत्पर रहेको कुरा म स्पष्ट पार्न चाहन्छु। कसैलाई पनि यो भ्रम नपरोस् कि रवि लामिछाने कुनै राजनीतिक लाभका लागि निस्कियो अथवा त्यो आफू निस्किन खोज्यो भन्ने कसैलाई पनि भ्रम नपरोस्। यदि सरकार त अहिले छैन, सुरक्षा निकाय मेरो विचारमा नेपाली सेना छ। नेपाली सेनाले वा प्रहरीले चाहेको खण्डमा म कुनै पनि बेला उहाँहरूको सम्पर्कमा छु, मैले जानकारी गराएको छु। म जहाँ जानुपर्छ त्यहाँ जान चाहन्छु। म कानुनी प्रक्रियामै छु र मैले फेरि पनि भने जसरी यो कागज यो निर्णय सहितको कागज लिएर मात्रै म निस्किएको हुँ र तपाईलाई थाहा छ होला सबैजना यतिकै निस्किए पनि अरू कहिले पनि म भागेको होइन।
म निस्किन चाहेको होइन, मैले निस्किन पाऊँ भनेर निवेदन हालेको होइन। आम नागरिकको घुइँचो लागेपछि तपाईँ निस्कनुहोस् भनेर प्रशासनले मलाई भन्यो, म निस्कन मिल्दैन, म अहिले यो कारागारमा रहेको बन्दी हुँ, बन्दी यसै निस्कन मिल्दैन भनेपछि उहाँहरूले सचिव स्तरीय निर्णय, सुरक्षाको समितिको बैठक बसेरै हुनुपर्छ, सचिव स्तरीयको निर्णय गरेर अदालतलाई, कारागार व्यवस्थापनलाई, सबैलाई बोधार्थ लेखेर मलाई फटाफट गराएर यो पत्र दिइसकेपछि नागरिकको रहोबरमा, नागरिक सँगसँगै लुकेर भागेर होइन, नागरिक सँगसँगै नागरिकको आन्दोलनमा सहभागी भएर म निस्किएको कुरा स्पष्ट पार्न चाहन्छु। कसैले पनि मलाई कुनै लोभ लालचको लान्छना लगाउनुभन्दा अगाडि कृपया धेरै पटक सोच्नु होला। म यही भन्न चाहन्छु। तर कसैलाई सघाउनु परेको खण्डमा, नागरिकका रूपमा सघाउनुको निमित्त म हमेसा तयार रहेको छु। कसैलाई केही पनि भ्रम नपरोस् भन्नको लागि यो कुरा स्पष्ट पारेको छु। यो मेरो यो भिडियो सबैतिर पुर्याइदिनु होला। मैले सुरक्षा निकायहरूलाई आफ्नो बारे जानकारी गराएको छु र सुरक्षाको आवश्यकता मलाई पनि पर्न सक्छ, मैले यसबारे पनि जानकारी गराएको छु र आम नागरिकहरूलाई म यही अपिल गर्न चाहन्छु। जति पनि शहीदहरू हुनुभयो उहाँहरूप्रति मेरो भावपूर्ण श्रद्धाञ्जली छ, परिवारजनहरूप्रति मेरो गहिरो समवेदना छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको म कामना गर्न चाहन्छु। र म मेरा तर्फबाट यो मानवीय कार्यमा, म हिजोदेखि गर्दै आएको मानवीय कार्यमा आम नागरिकका हिसाबले गर्नुपर्ने सहयोग, साथ, समर्थनका लागि हमेसा तयार छु। अबको यो आन्दोलन भनेको जेनजी पुस्ताले गरेको, जेनजीहरूले गरेको आन्दोलन हो। यो निर्णय अब गर्ने जिम्मा पनि जेनजीको हो। देशलाई कुन बाटोमा अब लिएर जाने, अब कसरी अगाडि जाने भन्ने कुरा कुनै पनि निर्णय जेनजीको हो। मेरो या अरू कसैको बारेमा भन्न सक्दिनँ। म त्यसमा कुनै पनि आशा अपेक्षा राख्ने मान्छे होइन। म कानुनी प्रक्रियालाई सघाउन बसेको हुँ। तर आगो लागेको जेलभित्र मैले एक्लै बस्न मिल्दैन थियो। म कुनै कैदीबन्दी जस्तो भागेको होइन, बाकाइदा पत्र लिएर आएको कुरा फेरि पनि जानकारी गराउन चाहन्छु। म देशैभरि अमन चैन शान्ति सुरक्षा कायम गर्नको निमित्त सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्न चाहन्छु। अब देश हामीले जिम्मा लिएका छौँ, अब यसलाई बनाउने जिम्मेवारी हामीसँग छ। आवेग र आक्रोश भन्दा पनि माथि उठेर अब हामीले सबै कुरा भत्किएका कुराहरूलाई बनाउनु पर्नेछ, मुलुक बनाउनु पर्ने जिम्मेवारी आएको हुनाले थप संरचनाहरू भत्काउँदा तपाईँ हाम्रो पैसा, तपाईँ हामीले करबाट तिरेको पैसाबाट, राष्ट्रको ढुकुरीबाट जान्छ। यी जति पनि मुलुकलाई लुट्नेहरूको व्यक्तिगत सम्पत्तिसँग मेरो कुनै सरोकार छैन, र तिनको पनि बाँकी रहेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ भनेर मैले भनि नै सकेको छु। तर राष्ट्रको सम्पत्ति नोक्सान नगर्नको निमित्त म सम्पूर्ण देशैभरका आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अपिल गर्न चाहन्छु। आम नागरिकका हिसाबले रवि लामिछाने हिजो पनि नागरिकको पक्षमा थियो। नागरिक सर्वोच्चता भन्दा ठुलो कहीँ कतै केही छैन। म आज पनि नागरिक सर्वोच्चताको पक्षमा उभिएको कुरा भिडियो मेसेज मार्फत जानकारी गराउन चाहन्छु।